बसको एड घुमाउने सबैभन्दा सजिलो तरिका राम्रोसँग हेर्नुहोला, बुझ्नुहोला। सुरुमा बाहिरबाट खिचेर देखाउनेछौँ, त्यस पछाडि बसभित्रबाट पनि खिचेर देखाउनेछौँ। हजुरहरूले ध्यान दिएर हेर्नुहोला। पहिला सुरुमा हामी बायाँतिरबाट प्रवेश गर्नुपर्छ र यसलाई एक राउन्ड आधी घुमाउने। आधी राउन्ड पुरा भएको छ। अब एक राउन्ड घुम्नेतिर, अब एक राउन्ड बनाउनतिर यतातिर आउँछौँ। कसरी घुमाउने, कुन बाटोबाट घुमाउने याद गर्नुहोला। हामीले इङ्ग्लिस 8 लेख्नुपर्छ। हजुरहरू धेरै झुक्किनुहुन्छ। फेरि बसको एड बनाएपछि इन लेखेको ठाउँबाट छिर्ने र आउट लेखेको ठाउँबाट बाहिर निस्किने हो। यो लाइन कोरेको ठाउँबाट बाहिर निस्कियो भने फेल हुन्छ, त्यो पनि याद गर्नुहोला। लाइन कोरेको ठाउँबाट बाहिर निस्किनु भएन। जहाँ खुल्ला छ, यहाँ इन लेखेको छ, यताबाट छिर्ने र उता आउट लेखेको छ, उताबाट बाहिर निस्किने। एक राउन्ड पुरा भएर अब आधा राउन्ड गर्न हिँडिरहेको छ। अब बाहिर निस्किने। अब भित्रबाट खिचेर देखाउन गइरहेको छ। सुरुमा गियर चेक गर्ने, ह्यान्डब्रेक उठाउने र एक नम्बरमा हालेर सरर बिस्तारै बढाउने अगाडि। भित्र छिर्दा बायाँतिरबाट अगाडि लाग्ने। यसमा चाहिँ सिट बेल्ट अनिवार्य छ। मैले चाहिँ नलगाइकन हजुरहरूलाई देखाइरहेको छु। सिट बेल्ट अनिवार्य। हाइड्रोलिक स्टियरिङ भएको बस चाहिँ सजिलोसँग घुम्छ। बेरिङ स्टियरिङको 4 राउन्ड हुन्छ भने हाइड्रोलिक स्टियरिङको चाहिँ 2 राउन्ड मात्रै हो। एक साइड 2 राउन्ड, अर्को साइड 2 राउन्ड, 4 राउन्ड हुन्छ हाइड्रोलिकको भने बेरिङ स्टियरिङको चाहिँ एक साइड 4 राउन्ड र अर्को साइड 4 राउन्ड घुम्छ है। जम्मा 8 राउन्ड घुम्छ। त्यो चाहिँ याद गर्नुपर्ने हुन्छ हजुरहरूले। बेला बेलामा लुकिङ ग्लास हेर्दै, गाडीलाई बाहिरी लाइन च्याप्दै यसरी आरामले घुमाउनुपर्छ। यो लुकिङ ग्लास चाहिँ मिलेको रहन्छ र म मिलाउन खोज्दैछु। हजुरहरूले यो चाहिँ सुरुमै गाडी एडमा प्रवेश गर्नुभन्दा अगाडि नै मिलाइसक्नुपर्ने छ। अब यति भएपछि हाम्रो एक राउन्ड पुरा हुन्छ। त्यस पछाडि बाहिर निस्किनु पर्छ। यति भएपछि हाम्रो एड चाहिँ कम्प्लिट हुन्छ। एड कम्प्लिट भइसके पछाडि हाम्रो ट्रायलको 7वटा चरणमध्ये एउटा चरण चाहिँ पुरा हुन्छ। यदि हजुरहरूलाई भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।